अब ठुलो गर्नु पर्यो भएन यिनीहरूलाई चाहिँ भएन मैले चाहिँ अब देशको हितमा जे हुन्छ मैले त्यही सोचेर मैले आफ्नो सक्ने आफूले गरेको हो मैले जीवनमा अब संविधान खारेज पनि गर्नु हुँदैन किनभने त्यो खर्च भएको छ भन्ने सोचेर तर यिनीहरूले चाहिँ यसको आडमा खेलेर चाहिँ पोलिटिक्स खेलिरहेको जस्तो फिल भयो यो मान्छेहरू सुध्रिन्छ जस्तो लागेन मलाई चाहिँ गाइज इट्स टाइम टु राइज आई थिङ्क अब चाहिँ नेपाली जनताहरू सब उठेर अब चाहिँ हामीहरू एउटा फुल्ली युनाइटेड ग्रुप हुनु पर्यो अब चाहिँ है केपी ओलीले राजीनामा नदिनु जेलसम्म सिंहदरबार चलेको थिएन सर्प चलेर चलेको थिएन संसद चलेको थिएन जब उहाँले राजीनामा दिनुभयो त्यसपछि चलाइयो नेपाललाई एमुसमा पार्न खोजियो नेकपा एमाले फेरि पनि यो धरतीमा छ युवा संघ नेपाल फेरि पनि यो धरतीमा छ राजनेता केपी ओली फेरि पनि यो धरतीमा सशक्त ढङ्गले नेतृत्व गर्ने हिसाबले अगाडि बढ्नु भएको छ एमालेका शीर्ष नेता छन् कांग्रेस छ भ्रष्टाचार गर्यो भन्ने हल्ला गरेर हुँदैन कहाँ भ्रष्टाचार गर्यो केमा कमिसन खायो केमा घुस खायो केमा भ्रष्टाचार गर्यो यो आगुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ के छ